सबैजनालाई वेलकम टु माई च्यानल है। हामी आज चाहिँ एकदम सिम्पल कुरा सिक्नेछौँ। त्यो भनेको फोल्डर कसरी क्रिएट गर्ने, कम्प्युटरमा चाहिँ फोल्डर कसरी क्रिएट गर्ने भन्ने कुरा सिक्नेछौँ। म यसलाई चाहिँ मिनिमाइज गर्छु। यो मेरो च्यानल हो। दिस पिसी भन्नेमा जान्छौँ। दिस पिसी भित्र चाहिँ यो डिफ्रेन्ट टाइपका मेमोरीहरू छन्। यो मेमोरीलाई चाहिँ 5वटा पार्टिसनमा चाहिँ के गरेको छ भने डिभाइड गरिएको छ है। तपाईहरुको डेस्कटपमा अथवा कम्प्युटर ल्यापटपमा चाहिँ के हुन सक्छ भने यो 2टा मात्र हुन सक्छ, कसैमा 4वटा हुन पनि सक्छ है। मैले चाहिँ यसलाई 5वटामा चाहिँ डिभाइड गरेको छु। यदि कसैको कम्प्युटरमा डेस्कटपमा चाहिँ लोकल डिस्क सी मात्रै छ भने है, यो चाहिँ बुझ्नुपर्ने कुरा छ। यहाँ सी मात्रै छ भने सीमा गएर तपाईले कुनै पनि फोल्डर क्रिएट गरेर त्यहाँ आफ्नो लोकल फाइलहरु चाहिँ तपाईले सेभ गरेर राख्न सक्नुहुन्छ। यदि सी बाहेक एफ डिस्कहरु छ भने सीमा चाहिँ तपाईहरुले के नगर्नु होला त, फोल्डर चाहिँ क्रिएट नगर्नु होला। यो मेरो चाहिँ एकदम हम्बल रिक्वेस्ट छ सबैजनाले। किन नगर्ने त भन्दाखेरि सीमा चाहिँ हाम्रो अपरेटिङ सिस्टम सफ्टवेयरका फाइलहरु यहाँ स्टोर भएर बसेका हुन्छ है। सीमा यदि के भयो त भन्दाखेरि यो फाइलहरु यदि सी चाहिँ एकदम फुलफिल भयो हैन, यसमा स्टोरेज एकदम फुल भयो भने हाम्रो कम्प्युटर ह्याङ हुने, छिटो तात्तिने, बिग्रिने यस्ता प्रोब्लमहरु आइरहन्छ। यस्तो चाहिँ नगर्नु होला है। त्यो भन्नाले सी बाहेक अर्कोमा, यदि सी बाहेक अर्को चाहिँ यदि हाम्रो हार्ड डिस्क पार्टिसन भएको छ भने सी बाहेक अर्को चाहिँ फोल्डरमा गएर तपाईले के गर्नु होला त भन्दाखेरि फोल्डरहरु क्रिएट गर्नु होला है। मेरोमा चाहिँ अहिले कतिवटा 5वटा फोल्डरहरु छ। त्यो 5वटा पार्टिसन छ। पार्टिसनमा चाहिँ मैले न्यू भोल्युम ईमा चाहिँ मेरो चोइसको हिसाबले मैले ईमा के गरे त भन्दाखेरि यहाँ चाहिँ यसलाई यो भोल्युममा गएर चाहिँ म के गर्छु त भन्दाखेरि मेरो फोल्डर चाहिँ मैले के गर्छु यहाँ क्रिएट गर्छु। म यो डिस्कमा गएँ। अब यहाँ के गर्छु त भन्दाखेरि यहाँ चाहिँ डिफ्रेन्ट टाइपको फोल्डरहरु छन्। अब नयाँ फोल्डर बनाउनु पर्यो। हाम्रो पर्पज नै के छ भने आज चाहिँ नयाँ फोल्डर बनाउन सिक्दै छौं। यहाँनेर तपाईको डाइरेक्ट न्यू फोल्डर भन्ने चाहिँ न्यू फोल्डरमा क्लिक गर्नुभयो भने पनि यहाँ न्यू फोल्डर आइसकेको हुन्छ हैन। यसमा नभएर चाहिँ तपाईले माउसको राइट बटन क्लिक गर्नुस्। अनि राइट बटन क्लिक गरिसकेपछि यहाँनेर न्यू भन्ने छ। न्यूमा गएर फोल्डरमा माउस क्लिक गर्नुभयो भने यहाँ न्यू फोल्डर 2 भनेर आइसकेको हुन्छ। यो न्यू फोल्डर 2 मा के गर्नु होला त भन्दा मैले तपाईहरुलाई क्लासमा पनि भनेको छु। यसलाई चाहिँ तपाईको नेम है, मैले यहाँ योर नेम भन्छु। त्यसपछि गएर सेक्सन है, त्यसपछि गएर रोल नम्बर है, अथवा सेक्सन मात्रै राख्ने, रोल नम्बर चाहिएन। योर नेम इन सेक्सन चाहिँ राख्न पर्यो है। तपाईको नाम मानौ एक्जाम्पलको लागि रश्मित छ भने रश्मित, सेक्सन तपाई ए मा हुनुहुन्छ भने ए, बी मा हुनुहुन्छ भने बी, सी मा हुनुहुन्छ भने सी। यसरी चाहिँ हामी के गर्छौं त भन्दाखेरि फोल्डर क्रिएट गर्छौं। तर कहिलेकाहीँ कस्तो भइदिन्छ भने तपाईहरुले फोल्डर यहाँ न्यू गरिसकेका हुनुहुन्छ, तर यसलाई के यहाँ चाहिँ अब तपाईले लेख्न आएन। अब यो बेला के भने यति यस्तो आइसकेको छ भने यसलाई चाहिँ रिनेम गर्न पाइन्छ। यो फोल्डरलाई के गर्ने त भन्दाखेरि माउसको राइट बटन क्लिक गर्ने, अनि यहाँनेर सेकेन्ड लास्टमा के छ रिनेम भन्ने छ। रिनेममा गएर यसरी चाहिँ योर नेम एन्ड सेक्सन है, योर नेम एन्ड सेक्सन रोल नम्बर है, यसरी चाहिँ रिनेम गर्न सक्नुहुन्छ है। यसलाई मैले मेरो डबल भइसकेको छ। यसलाई डबल भन्दा नि मेरो त्रिबल भइसकेको छ। यसलाई चाहिँ मैले डिलिट गरेँ। यहाँ चाहिँ एउटा फोल्डर क्रिएट भयो। यो फोल्डर क्रिएट भएपछि यो फोल्डर भित्र हामीले जति पनि यहाँ सिकेका छौं त्यो कुराहरु यो फोल्डर भित्र राख्ने छौं है। अब तपाईले एक्सेलका कुराहरु, तपाईले वर्डका कुराहरु हैन, पावर पोइन्टका, नेटवर्किङका जति पनि एक्टिभिटिजहरु गर्नुहुन्छ त्यो सबै चीजहरु चाहिँ रेकर्ड चाहिँ यो फोल्डरमा राख्ने छौं है। आजलाई यति, बाइ बाइ, ह्याभ अ गुड डे।